नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई आजको भिडियोमा। आजको भिडियोमा तपाईहरुलाई हामीले प्रयोग गर्ने स्मार्टफोनमा रहेको फोन डायलरमा रहेका यस्ता स्मार्ट किसिमका सेटिङहरुको विषयमा सम्पूर्ण जानकारी दिन गइरहेको छु, जसलाई प्रयोग गरेर तपाईहरुले साच्चै स्मार्टफोनलाई चाहिँ स्मार्ट तरिकाले नै प्रयोग गर्न सक्नुहुन्छ। साथीहरु, तपाईहरु कति जनाले यो सेटिङहरुलाई प्रयोग गर्नुभएको छैन होला। यदि त्यसो भने आज म तपाईहरुलाई यो सेटिङहरुको विषयमा सम्पूर्ण जानकारी दिन गइरहेको छु। अब तपाईहरुले यो सेटिङलाई प्रयोग गरेर आफ्नो फोनमा रहेको फोन डायलरलाई चाहिँ स्मार्ट तरिकाले प्रयोग गर्नु होला। यो भिडियोलाई अन्त्यसम्म हेर्नु होला, एकदमै महत्त्वपूर्ण छ। र यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नु होला। अब म तपाईहरुलाई ती सेटिङहरु के हुन् र कसरी सेटिङ गर्ने भन्ने विषयमा सम्पूर्ण जानकारी मोबाइल स्क्रिन शेयर गरेर दिन गइरहेको छु। अब सुरु गरौँ है त। त्यसको लागि साथीहरु सर्वप्रथम तपाईहरु मोबाइलमा रहेको यो फोनको एप्लिकेसनमा जानुपर्छ। साथीहरु गइसकेपछि तपाईहरुले देख्न सक्नुहुन्छ कीप्याड, रिसेन्ट र यहाँनेर कन्ट्याक्ट भन्ने तीनटा अप्सनहरु तपाईहरुको खुल्नेछन्। त्यसपछि तपाईहरु कीप्याडमा आउनु होला र माथि रहेको यहाँ 3 डट छ, तपाईहरु यो 3 डटमा थिच्नु होला है। थिचिसकेपछि यहाँ तीनवटा अप्सन आउँछ, स्पिड डायल नम्बर, ओपन टु लास्ट भ्यू र सेटिङ। तपाईहरुले सर्वप्रथम पहिलो अप्सनमा यहाँ थिच्नु होला, स्पिड डायल नम्बरमा है साथीहरु। यसरी थिचिसकेपछि यहाँ तपाईहरु स्पिड डायल नम्बरहरु तपाईले यहाँ सेट गर्न सक्नुहुन्छ। साथीहरु यहाँ माथि थिच्नु भयो भने यहाँ तपाईहरु नम्बर कुन नम्बर तपाईले सेट गर्न सक्नुहुन्छ। म यहाँ यो नम्बर एउटा सेट गरेर देखाउँछु, हेर्नुस् है। मैले यो नम्बर सेट गरे। त्यसैगरी यहाँ तपाईहरुको हेर्नुस् तीनटा नम्बर मैले यहाँ सेट गरिसकेको छु। अब त्यो म तपाईहरुलाई गरेर देखाउँछु। यहाँ हेर्नुस् है, मैले तीनटा नम्बर सेभ गरिसकेको छु। अब हेर्नुस् है, म यहाँ 2 थिच्छु। यसरी हेर्नुस् फोन गइसक्यो। यसरी तपाईहरुले अब यसलाई मैले काट्दिए। अब फेरि म हेर्नुस् है, यहाँ तपाईहरुलाई म अर्को नम्बर पनि थिचेको छु। यहाँ 3 थिचेर देखाउँछु, हेर्नुस् है। 3 थिचे। ल हेर्नुस् त अर्को फोन नम्बरमा गइसकेको छ। यसरी साथीहरु तपाई हामीले रेगुलर दैनिक रूपमा जसलाई धेरै फोन गर्छौं ती नम्बरहरुलाई चाहिँ स्पिड डायल नम्बरमा लगाएर सेभ गर्यौं भने हामीले ती व्यक्तिहरुलाई फोन गर्दाखेरि फोन नम्बर डायल गरिरहनु पनि पर्दैन र नम्बर खोजिरहनु पर्दैन। तपाई हामीले कीप्याडमा गएर जुन सिरियल नम्बरमा हामीले नम्बरहरु सेभ गरेर राखेका छौं त्यही नम्बर मात्रै थिच्दाखेरि तपाईले सो व्यक्तिलाई सजिलै रूपमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। साथीहरु त्यसैगरी तपाईहरु साथीहरु अर्को कीप्याडकै सेटिङ छ, तपाई 3 डटमा थिच्नु होला। त्यसैपछि यहाँ तपाईले ओपन टु लास्ट भ्यू भनि छ। ल हेर्नुस् है, ओपन टु लास्ट भ्यूमा यदि तपाईहरुले हान्दिनु भयो भने लास्टमा तपाईहरुले कीप्याड, रिसेन्ट र कन्ट्याक्टमा जहाँ थिचेर चाहिँ यसलाई ब्याक गर्नुहुन्छ त्यही नै देखाउँछ। हेर्नुस् है, मैले यहाँ रिसेन्टमा थिचे, ब्याक गरे, गरिसकेपछि हेर्नुस् मैले फेरि ओपन गरे, रिसेन्ट भन्ने जुन चाहिँ हामीले रिसेन्ट भन्ने कल नम्बरमा थियो त्यही यहाँ। यता कन्ट्याक्टमा थिचे, त्यसपछि ब्याक गर्दै फेरि ओपन गर्दाखेरि कन्ट्याक्ट नै आयो। यसरी साथीहरु अब तपाईहरुले यहाँ कीप्याडमा आउनुस्, यो 3 डटमा गइसकेपछि तपाईले 3 डटमा जानुस्। गएपछि तपाईहरुले ओपन टु कीप्याड हाल्दिनु भयो भने तपाईहरुले अब जहाँबाट तपाईले ब्याक गर्नुभयो यहाँ हेर्नुस् है। अब मैले रिसेन्टमा ब्याक गरे, ब्याक गरिसकेपछि अब तपाईहरु ओपन गर्नुभयो भने सिधै तपाईहरुको चाहिँ कीप्याड ओपन हुन्छ, जहाँ तपाईले नम्बर डायल गर्न सक्नुहुन्छ। त्यस्तै गरी साथीहरु अब दोस्रो सेटिङ रहेको छ, हेर्नुस् है, यहाँ रहेको छ रिसेन्ट भनेको चाहिँ तपाई हामीलाई आएको कल र गएको कलको जानकारी दिने हो रिसेन्टमा। अब तपाईहरुले यसमा पनि गएर यहाँ माथि 3 डट छ, यहाँ माथि टपमा देख्न सक्नुहुन्छ। यहाँ माथि टपमा तपाईले देख्नुहुन्छ 3 डट, त्यसमा थिचेपछि यहाँ हेर्नुस् है, सो ब्लक कल्स भन्छ। यदि तपाईहरुले सो ब्लक कलमा राख्नु भयो भने तपाईहरुले कुनै पनि कसैको पनि नम्बर ब्लक गरेर राख्नु भएको छ भने फोन उसले यदि गर्यो भने तपाईहरुको मोबाइलमा फोन त आउँदैन तर मिस कलको रूपमा चाहिँ त्यो देखाउँछ। साथीहरु यदि तपाईले सो ब्लक कलमा फेरि थिच्दिनु भयो भने चाहिँ यहाँ हाइड ब्लक कल्स भन्ने आउँछ। यदि हाइड ब्लक कल्समा आयो भने चाहिँ तपाईहरुलाई कसै पनि तपाईले ब्लक गरेको नम्बरबाट फोन आयो भने चाहिँ नम्बर देखाउँदैन। साथीहरु हाइड ब्लक कलमा तपाईले यदि सेटिङ गरेर राख्नुभयो भने तपाईहरुले यहाँ तेस्रो नम्बर देख्नुहुन्छ टोटल कल टाइम। अब तपाईहरुले यो टोटल कल टाइममा हान्नु भयो भने साथीहरु यसरी यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ टोटल कल टाइम। तपाईहरुले मोबाइल किनेदेखि आजसम्म कति कल गर्नुभयो र कति कल तपाईको फोनमा आयो भन्ने कुरोको सम्पूर्ण डिटेल यसमा देख्न सक्नुहुन्छ। तपाईले टोटल फोनमा आजसम्म कति समयसम्म कुरा गर्नुभयो, कति घण्टा कुरा गर्नु भन्ने कुरो तपाईले यसबाट जानकारी लिन सक्नुहुन्छ। साथीहरु यसलाई पनि तपाईले प्रयोग गरेर हेर्नु होला तपाईले कति प्रयोग गर्नुभयो आफ्नो फोनलाई है साथीहरु। अब साथीहरु त्यसैगरी अब तपाईहरुलाई म यहाँ कन्ट्याक्टमा लान्छु। कन्ट्याक्टमा लैसकेपछि तपाईले 3 डटमा थिच्नु होला। 3 डटमा थिचिसकेपछि तपाईको विभिन्न किसिमका अप्सनहरु आउँछ। त्यो मध्येमा तपाईहरु यहाँ तेस्रो नम्बर भएको मर्ज कन्ट्याक्टमा तपाईले थिच्नु होला है साथीहरु। यसरी थिचिसकेपछि यहाँ विभिन्न किसिमको अप्सनहरु आउँछ। हेर्नुस् है, फर्स्टमा आएको छ मर्ज कन्ट्याक्ट। अब म तपाईहरुलाई मर्ज कन्ट्याक्टमा थिचेर देखाउँछु पहिलो सेटिङ है। तपाईहरुले यहाँ मर्ज कन्ट्याक्ट भन्ने अप्सन छ फर्स्टमै, यसलाई चाहिँ यसरी
थिच्नु होला साथीहरु। थिचेपछि यहाँ हेर्नुस् है त तपाई हामीले यदि तपाईहरुले साथीहरु एउटै व्यक्तिको दुईवटा नम्बरलाई फरक रूपमा चाहिँ सेभ गर्नु भएको छ, एउटै नाममा राखेर दुईटा नम्बर सेभ गर्नु भएको छ भने यसमा तपाईहरुले एउटै नाममा दुईटै नम्बरलाई मर्ज गर्न सक्नुहुन्छ। हेर्नुस् है म यहाँ तपाईहरुलाई गरेर देखाउँछु। मैले हेर्नुस् यो नम्बर यहाँ माथि देखाएको छ, यहाँ हालिसकेपछि सेलेक्ट भइसकेको छ। अब तल तपाईले जानुभयो भने यहाँ मर्ज भन्ने अप्सन देख्नुहुन्छ, लास्टमा सेलेक्ट भयो। अब मर्जमा हान्दिनुस्, यहाँ मर्ज हानिसकेपछि हेर्नुस् है अब त्यो नम्बर गइसक्यो, यहाँबाट मर्ज भइसक्यो। अब तपाईहरुले कन्ट्याक्टमा गएर त्यही नामलाई सर्च गरेर हेर्नुभयो भने एउटा मात्रै नाम देखाउँछ र दुईटै नम्बर त्यसमै मर्ज भइसकेको हुन्छ। तपाईले जुन नम्बर तपाईलाई आवश्यकता छ त्यसैमा तपाईं साथीहरु फोन गर्न सक्नुहुन्छ। यसरी साथीहरु तपाईहरुले आफूसँग भएको एउटै व्यक्तिको डबल नम्बरलाई मर्ज गर्न सक्नुहुन्छ। त्यसैगरी तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ दोस्रो नम्बर इम्पोर्ट कन्ट्याक्ट भन्ने छ साथीहरु, त्यसमा थिच्नु होला है। इम्पोर्ट कन्ट्याक्टमा हानिसकेपछि यहाँ खुलिसकेको छ इम्पोर्ट कन्ट्याक्ट फ्रम फोन सिम वान है। अब फोन र सिम वानबाट हामीले आफ्नो कन्ट्याक्टलाई इम्पोर्ट गरेर अर्को गुगल एकाउन्टमा लान सक्छौं। हेर्नुस् है साथीहरु म यहाँ तपाईहरुलाई देखाउँछु। ल हेर्नुस् है मैले फोनमा हानिसकेपछि मेरो फोनमा कुनै पनि नम्बर छैन, त्यसैले यहाँ देखाएन। म सिम वानमा हान्छु। सिम वानमा हानिसकेपछि यहाँ देख्न सक्नुहुन्छ साथीहरु यो पहिलो नम्बर मैले सेलेक्ट गरेँ, यहाँ डन हान्ने। डन हानिसकेपछि यहाँ तल देख्नुहुन्छ साथीहरु मेरो सम्पूर्ण अथवा मैले अब सिम वानको नम्बरलाई मैले कहाँ लगाएर राख्ने यहाँ खुलिसकेको छ। हेर्नुस् है टु कहाँ लाग्ने अब फोनमा गुगलमा। यसैले अब मैले यहाँ गुगलमा छान्ने, गुगल टिक्लाएपछि यहाँ इम्पोर्ट भन्ने अप्सन छ लास्टमा, माथि तल सार्नु भयो भने यहाँ इम्पोर्ट भन्ने अप्सन देख्न सक्नुहुन्छ। यसलाई लास्टमा इम्पोर्टलाई थिच्दिनु होला। अब तपाई हाम्रो सिम वानमा भएको नम्बर चाहिँ गुगलमा गएर बसिसकेको छ साथीहरु। अब साथीहरु त्यसैगरी यहाँ तेस्रो नम्बरमा रहेको छ एक्सपोर्ट कन्ट्याक्ट। हेर्नुस् है एक्सपोर्ट कन्ट्याक्टमा थिच्नु भयो भने थिचेपछि यहाँ खुल्छ। हेर्नुस् अल नम्बर इन्टरनल स्टोरमा सिम वानमा कहाँ लानुहुन्छ, म तपाईको सिम वानलाई थिचेँ। सिम वानमा थिचेपछि यहाँ मैले यो एउटा नम्बरलाई यहाँ सेलेक्ट गरेर यहाँ एक्सपोर्ट कन्ट्याक्टमा हाने है साथीहरु। एक्सपोर्ट गर्ने है यहाँ हेर्नुस् त डाटा एक्सपोर्ट भने वान कन्ट्याक्ट हैज बीन एक्सपोर्टेड टु सिम वान। हेर्नुस् त मेरो सम्पूर्ण नम्बरहरु चाहिँ गुगलमा भएको हुनाले अब गुगलको नम्बर चाहिँ अब मेरो सिम वानमा मैले एक्सपोर्ट गर्न सक्छु। यहाँ तल लास्टमा यसरी लास्टमा रहेको तपाईहरुले ओकेमा थिच्दिनुस्। थिचेपछि अब तपाईहरुको सिम वानको नम्बर चाहिँ गुगलमा गएर एक्सपोर्ट भएर बसिसक्यो साथीहरु। त्यसैगरी अब रहेको छ साथीहरु मुभ कन्ट्याक्ट है। यसरी साथीहरु मुभ कन्ट्याक्टमा तपाईहरुलाई यहाँ देखाएको छ फोन सिम वान गुगल। अब तपाई हामीले फोनमा भएको नम्बरलाई सिममा लान पनि सक्छौं, सिममा भएको नम्बरलाई गुगलमा लान पनि सक्छौं र गुगलमा भएको नम्बरलाई फोन अथवा सिममा हामीले मुभ गर्न सक्छौं साथीहरु। यदि तपाईहरुको फोनमा अथवा सिममा नम्बरहरु सेभ गर्नुभएको छ भने तपाईले कसरी गुगलमा लाने होला भनेर सोचिरहनु पर्दैन। तपाईले यो अप्सनमा गएर मुभ गरेर आफ्ना सिम अथवा फोनमा भएको सम्पूर्ण नम्बरलाई गुगल एकाउन्टमा लगाएर चाहिँ सेभ गरिदिनु भयो भने तपाईहरुको मोबाइल यदि हरायो भने पनि तपाईले त्यही एकाउन्ट मार्फत ती आफ्ना सम्पूर्ण नम्बरहरुलाई चाहिँ मुभ गरेर फेरि आफ्नो मोबाइलमा ल्याउन सक्नुहुन्छ साथीहरु। त्यसैले तपाईहरुले यसलाई चाहिँ यसरी मुभ गरेर चाहिँ राख्न सक्नुहुन्छ। म सिम वानमा हाने, यहाँ हानिसकेपछि यसरी खुल्यो। मैले एउटा नम्बर सेलेक्ट गरेँ, हेर्नुस् फर्स्टको नम्बर हेर्नुस् है ओके हाने। फोनमा हान्छु है साथीहरु, फोनमा हान्दिए। फोनमा हानिसकेपछि यहाँ हेर्नुस् मुभ भन्ने अप्सन छ, मुभमा हान्दिए। हेर्नुस् त यहाँ आयो मुभ कन्ट्याक्ट अन कन्ट्याक्ट हैज बीन मुभड फ्रम योर सिम वान टु योर फोन। सिम वानबाट चाहिँ फोनमा मुभ हुँदैछ, ओके हान्ने। ओके हो साथीहरु। यसरी साथीहरु तपाईहरुले आफ्नो नम्बरहरुलाई एक्सपोर्ट इम्पोर्ट र मुभ पनि गर्न सक्नुहुन्छ। यो सेटिङ पनि गरेर तपाईहरुले फाइदा लिनु होला साथीहरु। त्यसैगरी तपाईहरु फेरि ब्याक आउनुभयो र कन्ट्याक्टमै जानुभयो भने यहाँ अर्को सेटिङ देख्न सक्नुहुन्छ। यहाँ रिसाइकल बिन भन्ने अप्सन छ, त्यहाँ थिच्नु होला साथीहरु। यदि तपाईहरुले रिसाइकल बिनमा थिच्नु भयो भने यहाँ तपाईहरुले डिलिट गरेका नम्बरहरु चाहिँ यहाँ आएर बसेका हुन्छन् साथीहरु। यदि हामीले कसैको नम्बर डिलिट गरिहाल्यौं र फेरि आवश्यकता पर्यो मैले डिलिट गरेँ कहाँ छ होला कसरी खोज्ने भन्ने तपाईहरुलाई लागिरहेको छ भने अब तपाईहरुले यहाँ सेटिङमा गएर कन्ट्याक्टको यो रिसाइकल बिन भन्ने अप्सनमा गएर तपाईले यहाँ हेर्नु भयो भने तपाईले डिलिट गरेको नम्बर यहाँ बसिरहेको हुन्छ साथीहरु। यसलाई तपाईहरुले पुनः रिस्टोर गर्न सक्नुहुन्छ। यहाँ मेरोमा पनि तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ डिलिट गरेको नम्बरहरु देखाइरहेको छ। अब तपाईहरुले यसलाई चाहिँ सेलेक्ट गर्नुस्। हेर्नुस् है त मैले अब यो नम्बर सेलेक्ट गरेँ। सेलेक्ट गरिसकेपछि यहाँ तपाईहरुले तल देख्न सक्नुहुन्छ साथीहरु यहाँ रिस्टोर अल भन्ने चाहिँ छ यो अप्सन। हेर्नुस् मैले टिक लगाएर देखाएको छु। अब तपाईले यहाँ थिच्दिनु होला। थिचिसके पछाडी हेर्नुस् त त्यो नम्बर अब तपाईहरुको रिस्टोर फेरि चाहिँ कन्ट्याक्टमा आएर बसिसक्यो साथीहरु। यसरी तपाईहरुले यसलाई सेटिङ गर्नु होला साथीहरु। त्यसैगरी कन्ट्याक्टको तपाईहरुले माथि टपको 3 डटमा थिच्नु होला। थिचेपछि यहाँ लास्टमा तपाईले देख्न सक्नुहुन्छ यहाँ सेटिङ भन्ने अप्सन छ। तपाईहरुले यो सेटिङ भन्ने अप्सनमा थिच्नु होला। थिचेपछि यहाँ विभिन्न किसिमका सेटिङहरु खुल्छन् साथीहरु। सर्वप्रथम यहाँ अगाडि नै देख्न सक्नुहुन्छ दोस्रो नम्बरमा रेकर्ड कल भन्ने छ, यसमा थिच्नु होला। थिचेपछि अटो रेकर्ड कल तपाईहरुले यहाँ ओपन गर्नु होला है साथीहरु।
रेकर्ड भइसके पछाडि सो नोटिफिकेसन आफ्टर रेकर्डिङ भन्नेलाई अन गर्नु होला। यसरी तपाईहरुले अटो कल रेकर्ड पनि मोबाइलमा गराउन सक्नुहुन्छ साथीहरु। हेर्नुस् है, अब यसरी बिना एप नै तपाईहरुले अटो रेकर्ड कल चाहिँ ओपन गर्नु होला। यहाँ तल तपाईले देख्न सक्नुहुन्छ कलर इन्फर्मेसनमा तपाईहरुले थिच्नु होला है साथीहरु। कलर इन्फर्मेसन थिसकेपछि यहाँ देख्न सक्नुहुन्छ प्रोफाइल पिक्चर साइज यहाँ स्मल छ। हेर्नुस् है, म यहाँ तपाईहरुलाई देखाउँछु टिक लाएर पनि। यहाँ स्मल हुँदाखेरि यस्तो प्रकारले तपाईले शो गर्छ फोन आउँदाखेरि। अब तपाईहरु म चाहिँ चेन्ज गर्छु, यसलाई लार्ज बनाइदिए। हेर्नुस् है, अब लार्ज भएपछि यस्तो शो गर्छ। हेर्नुस् है, यहाँ यहाँ तपाईले टिक लाएर देखाएको छु। अब यसलाई तपाईहरुले लार्ज अथवा स्मल बनाउन सक्नुहुन्छ। र तल पनि तपाईले देख्न सक्नुहुन्छ अर्को सो कन्ट्याक्ट फोन नम्बर भनेको छ। यहाँ तपाईहरुले यदि चाहिँ सो कन्ट्याक्ट फोन नम्बरलाई अन गर्नु भयो भने चाहिँ तपाईहरुको अहिले यहाँ नम्बर देखाएको छैन माथि हेर्नुस् त। अब तपाईहरुलाई म यहाँ सो कन्ट्याक्ट फोन नम्बर अन गर्दिए। अब हेर्नुस् तल सो कन्ट्याक्टमा हानिसके पछाडि साथीहरु नाम र फोन नम्बर दुवै देखाउँछ साथीहरु। यसरी तपाईले सो कन्ट्याक्टलाई अन गरिदिनु भयो भने नाम र नम्बर दुवै आउँछ। सो एक्टर डिटेललाई तपाईले अन गर्नु भने यहाँ तल देख्न सक्नुहुन्छ यहाँ टाइम देखाएको छ, मैले टिक लाएर देखाएको छु। यसरी साथीहरु तपाई हाम्रो स्मार्टफोनमा रहेको नम्बर सेट गर्ने डायलर प्याडमा रहेको किप्याड, रिसेन्ट कल र कन्ट्याक्टमा रहेका विभिन्न सेटिङहरुलाई सेटिङ गरेर तपाईहरुले आफ्नै स्मार्टफोनलाई स्मार्ट तरिकाले सहज रूपमा चलाउन सक्नुहुन्छ। साथीहरु, आजको भिडियोमा मैले फोनमा रहेको विभिन्न सेटिङहरुलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा तपाईहरुलाई सम्पूर्ण जानकारी दिइसकेको छु। तपाईहरुलाई भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर गर्न भने नभुल्नु होला। र तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा गएर आफ्नो प्रतिक्रिया जनाउन पनि नभुल्नु होला। आजलाई यति नै। अब आगामी भिडियोमा साथीहरु नमस्कार।